डायमन्डमा चाहिँ कलर क्ल्यारिटी चेन्ज हुने भन्ने कहिले पनि हुँदैन। जुन कलर छ, जुन क्ल्यारिटी छ, त्यो सधैँ त्यही नै हुन्छ हैन। कस्टमरहरूले चाहिँ के भन्नुहुन्छ भने मैले कुनै रिटेलबाट मैले यो 6 महिना अगाडि लिएर गएको थिएँ, मैले लिएर जाँदाखेरि चाहिँ एकदम चम्किलो थियो, यसको लस्टर एकदम राम्रो थियो, तर अब 6 महिना पछाडि चाहिँ मेरो सेतो हिरा चाहिँ एकदम खैरो भइदियो, पहेँलो भइदियो, यो कुराहरू चाहिँ कम्प्लेन गर्नुहुन्छ हैन। विच इज नट ट्रु। त्यो चाहिँ डायमन्डको कलर चेन्ज हुने भनेको कहिले पनि हुँदैन। के भएको हुन्छ भन्दाखेरि चाहिँ उहाँहरूले लिएर जाँदाखेरि चाहिँ त्यो 6 महिना पछाडि उहाँहरूले जुन कलर देख्नुहुन्छ डायमन्ड खासमा त्यही कलरको पहिलेदेखि नै हुन्छ। त्यसमा चाहिँ माथिबाट रोडियम लगाएको हुन्छ। अब नेपाली हाउसहोल्डमा मान्छेले चाहिँ भनौँ न अब लुगा धुँदा पनि हिरा लगाइदिन्छन्, भाँडा माझ्दा पनि लगाइदिन्छन् हैन, हरेक कुरा गर्दाखेरि लगाउँछन्। त्यही भएर त्यो माथि लागेको रोडियम चाहिँ उड्छ, त्यसपछि डायमन्डको ट्रु कलर देखिने हो। त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि पहिल्यैदेखि त्यही कलरको हुन्छ। अब मैले सेतो हिरा लिएर गएको थिएँ, पछि खैरो भयो, मैले एकदम लस्टर भएको एकदम चम्किलो हिरा लिएर गएको थिएँ, पछि पहेँलो भयो, त्यो भन्ने चाहिँ हुँदैन। त्यो चाहिँ हजुरको पहिल्यैदेखि त्यही कलरकै हुन्छ, जुन चाहिँ रोडियमले गर्दाखेरि अलिकति चम्किलो र अलिकति कलर चाहिँ अपलिफ्ट गरेको जस्तो इल्युजन क्रिएट गरेको हुन्छ।